5 बजे उठेर हामी लाग्यौं साउको बारीतर्फ। कफी नखाई काममा जाने त कुरै भएन। कफी खाइसकेपछि इसानिमको गाडीमा बसेर हामी लाग्यौं बारीतर्फ। बाटोमा जाँदा जाँदै पेटमा मुसा त कुदिहाल्यो नि, अनि त खाना खानै पर्यो। त्यसपछि इसानिमको सालीको होटलमा गएर हामीले मिठो मिठो खानेकुराहरू खायौं। खाना खाँदै 1-2 भिडियो त बनाउनै पर्यो नि, होइन र? नेपाली हो नि त। कम्पनीको काममा आएर पनि एग्रिकल्चरको काम गर्न जानु पर्दाखेरि हल्का फाइदा त उठाउनै पर्यो नि, होइन र? त्यो पछि हामी पुग्यौं बारीमा। हेर्नुहोस् त, यही हो है साउको बारी। यो चाहिँ साउको पारिवारिक चियान डाँडा। आफू मर्नुभन्दा अगाडि नै आफ्नो चियान चाहिँ बनाएर राख्ने यहाँको परम्परा रहेछ है। त्यसपछि इसानिमले मिसिनद्वारा झाड फार्नु भयो, अनि हामीले चाहिँ हँसियाले यसो हल्का फाड्यौं, रमाइलो गर्यौं, 1-2 भिडियो पनि बनायौं। हेर्नुहोस् त, बारीमा त फर्सी पो फलेको रहेछ। अब घरमा लगेर च्याप्प पकाएर खाइन्छ। त्यसपछि हामी लाग्यौं कटुस टिप्नतर्फ। हेर्नुहोस् त, 1 झोला कटुस टिपेर घर लिएर आयौं। धेरै भयो रमाइलो। अब त घर पनि त फर्किनु पर्छ नि। बिहानको भातले नि छोडिहाल्यो क्यार। फेरि ऐनकै होटलमा आएर खानेकुरा खाइसकेपछि हामी लाग्यौं घरतर्फ। हस् त, बाबाई, फेरि भेटौँला है त। टुङ